नमस्कार साथीहरू, आजको अर्को नयाँ भिडियो लिएर आइसकेको छु। आज म तपाईहरुलाई नेपालकै तेस्रो लामो झुलुङ्गे पुल लगायत कुल पानी मन्दिरको दर्शन गराउने कोसिस गरिरहेको छु। म यति बेला लालमटिया चोकदेखि दक्षिणतर्फ पैदल यात्रा गरिरहेको छु। तपाईहरुले देख्न सक्नुहुन्छ बेला म राप्ती नदीको नजिकै पुगिसकेको छु। राप्ती नदीमा बनेको नेपालकै तेस्रो लामो झुलुङ्गे पुल तपाईहरुले यस भिडियोमा देखिसक्नु भएको छ। यो पुलको लम्बाइ रहेको छ 818 मिटर भने चौडाइ 1.20 मिटर रहेको छ। यो पुलले यहाँको स्थानीय बासिन्दाहरूलाई आवत जावतमा धेरै सुविधा मिलेको छ भने साना खुद्रा व्यापारीहरूलाई पनि धेरै राहत मिलेको छ। तपाईहरु लालमटिया चोकदेखि यस पुलसम्म पैदल जानुहुन्छ भने 3 किलोमिटर तिर्नु पर्दछ। पैदल पनि जान सक्नुहुन्छ, आफ्नो बाइकमा पनि जान सक्नुहुन्छ। यदि अटोमा जानुहुन्छ भने तपाई लालमटिया चोकदेखि 50 रुपैयाँ भाडा लाग्दो रहेछ। अहिले हामी पुलमा पैदल हिँडिरहेका छौँ। यो पुल पार गर्न तपाईहरुलाई 10-12 मिनेट पैदल 10-12 मिनेट समय लाग्दो रहेछ। यो राप्ती नदीमा बनेको नेपालको तेस्रो लामो झुलुङ्गे पुल हो। यो नेपाली इन्जिनियरको बेजोड नमुना नै मान्नुपर्दछ। हामी राप्ती नदी पुल पार गरेपछि हामी गढवा गाउँपालिका नम्बर 1 मा पुगिसकेका छौँ। यो निर्माणाधीन गढवा सिँचाइ आयोजना हो। यो अहिले निर्माणाधीन अवस्थामा रहेको छ। यो नहर पुरा बनिसकेपछि यहाँको स्थानीयलाई धेरै सिँचाइको सुविधा पुग्नेछ। हुलाकी सडकको छेउमा रहेको कुल पानी मन्दिर कुल पानी सामुदायिक वन उपभोक्ता समितिद्वारा निर्माण गरिएको यो हरित पार्क हो। यो गढवा गाउँपालिका वार्ड नम्बर 1 अन्तर्गत पर्छ। यहाँ टिकट लिनुपर्छ। यहाँ वयस्कको लागि 10 रुपैयाँ, विद्यार्थीहरूको 5 रुपैयाँ र 10 देखि मुनिका बालबालिकाको लागि निःशुल्क रहेको छ भने विदेशीहरूको लागि 50 रुपैयाँ रहेको छ। यति बेला हामी मन्दिरको दर्शन गरिसकेका छौँ। यहाँ विभिन्न देवी देवताहरूका मूर्तिहरू देख्न सकिन्छ। यहाँ 3 वटा मन्दिर रहेका छन् भने विभिन्न पशुपन्छीहरूको प्रतिमाहरू देख्न सकिन्छ भने यहाँ एक जनावरलाई संरक्षण गरिराखिएको छ। यो पार्कमा विभिन्न किसिमका जडीबुटीहरू पनि देख्न सकिन्छ। यो कुल पानी मन्दिर परिसरमा 2 वटा पोखरी पनि रहेका छन्। आफ्ना सपरिवार
नजिकको तीर्थस्थलको यात्रामा घुम्ने योजना बनाउनु भएको छ भने तपाईहरुको लागि उत्तम विकल्प हुन सक्छ। यो मन्दिरमा जानका लागि एक काठको कलात्मक तरिकाले पुल निर्माण गरिएको छ, जो आफैमा एक आकर्षक लाग्दछ। यो मन्दिरमा सुकेको काठ भित्रपट्टिबाट निस्किएको रहेको छ। मलाई लाग्छ यो मन्दिर बनाउने बेलामा यो काठ मरिसकेको थिएन होला। अब हामी यो मन्दिर दर्शन गरिसकेपछि यसको नजिकैमा एक नागदेवका मूर्तिहरू रहेका छन्। यहाँ नागदेवको पूजा आराधना गरिँदै रहेछ। तपाईहरु पनि कुल पानीको भ्रमण गरी मनको शान्ति पाउन सक्नुहुन्छ। यहाँ कलात्मक तरिकाले पार्कको सजावट गरिएको रहेछ। यहाँ विभिन्न कलाकृतिहरू मूर्तिहरू देख्न सकिन्छ। यहाँ माथि एक काठको भ्यू टावर जस्तो जताकतै हेर्न सकिने काठको भ्यू टावर पनि रहेछ। यहाँबाट पार्कको सबै भूभाग देख्न सकिन्छ। हामी अहिले कुल पानी मन्दिर परिसरमै छौँ। यहाँ मयूरको कलात्मक प्रतिमा पनि देख्न सकिन्छ। यहाँ बाघ, घोडा, जरायो, गैडा अरूको कलात्मक मूर्तिहरू देख्न सकिन्छ भने विभिन्न जडीबुटीहरू जस्तै लेमन ग्रास आदि जडीबुटीहरू देख्न सकिन्छ। यो कुलपानी पार्कमा समाजसेवी श्री भद्रसिंह बुढा मगरले धेरै सहयोग गर्नुभएको रहेछ। उहाँको पट्टीमा देख्न सकिन्छ भने उहाँले उहाँको सहयोगबाट बनेको यो पार्कमा विश्राम स्थल देख्न सकिन्छ। कलात्मक तरिकाले चिटिक्क सजाइएको घाम पानीबाट सुरक्षित रहन सकिने विश्राम स्थल रहेको छ। यो कुलपानी मन्दिर परिसरमा नेपालमै लोप हुन लागिसकेको चर्खेपिङ पनि हामी यहाँ देख्न सक्छौं। जो आजकल धेरै ठाउँमा लोप हुन गइसकेको छ, तर यहाँ संरक्षण गरिएको देख्न सक्छौं।
यति भन्दै आजको यो भिडियोबाट बिदा माग्न चाहन्छु। तपाईहरुलाई जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिन नभुल्नु होला र सल्लाह सुझाव पनि कमेन्टमा लेख्नु होला भन्दै यो भिडियोबाट बाहिरिन्छु। बाइ बाइ।